नेपाल आइडलका डाइरेक्टर आदरणीय सुरेश पौडेल सरलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु इन्भाइट गरिदिनु भयो र सबै नेपाल आइडलको टिमलाई नै एकदमै धेरै धन्यवाद दिन चाहन्छु मलाई चाहिँ सम्झिनु भयो र सबैजनालाई भेट्ने इन्भाइरोमेन्ट बनाइदिनु भयो इन्भाइरोमेन्ट त्यसको लागि एकदमै धेरै धन्यवाद दिन चाहन्छु नेपाल आइडलले गर्दा एउटा त्यस्तो नाम दिएको छ एउटा सानो ठाउँबाट कसैलाई थाहै नै थिएन प्रेरणा पिसीको हो तर प्रेरणा पिसी भनेर चाहिँ सबैको देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई चिनाइदिनु भएको छ धेरै ठुलो कुरा हो हाम्रो लागि धेरै कुराहरू सिके व्यवहारिक ज्ञानहरूदेखि लिएर सांगीतिक क्षेत्रको ज्ञानदेखि लिएर बोल्ने कसरी बोल्ने अहिलेसम्म पनि लर्नरै छु सिकिरहेको छु चाहे सांगीतिक क्षेत्रमा होस् चाहे आफ्नो व्यवहारिक ठाउँमा होस् सबै ठाउँबाट एकदमै सिकाइदिनु भएको छ अरू धेरै त बोल्न आउँदिन सिकिरहेको छु अब धेरै नबोलिकन नेपाल आइडलले धेरै कुराहरू सिकाएको छ र काम गरिरहेको छु सङ्घर्ष नै सफलताको पहिलो सिडी हो भन्ने कुरालाई विश्वास गर्दै सिकिरहेको छु र कामहरू पनि सँगसँगै गरिरहेको छु कामहरू भइरहेको छ धेरै गीतहरू रेकर्डिङ गर्न पाए कामहरू गर्न पाए त्यो मध्ये बजारमा गीतहरू आइसकेको छ धेरै राम्रा कामहरू आउँदैछन् अब सबैले जसरी नेपाल आइडलमा माया गरिदिनु भएको थियो त्यसरी नै अबको दिनमा आगामी दिनमा माया गरिदिनु होला भन्न चाहन्छु र नेपाल आइडल सिजन 5 को पहिलो गोल्डन माइक पाउनु मेरो गौरव हो अब धेरै नबोलिकन म आफ्नो सांगीतिक प्रस्तुति देखाउन चाहन्छु त्योभन्दा अगाडि मेरो वेस्टर्न सङ रिलिज भएको त एक मन्थ भयो त्यो गीत सानो गाएर सुनाउन चाहन्छु त्यसपछि ट्र्याकमा गाउन चाहन्छु सुनिल दवाडी सरको युट्युब च्यानलमा र लिरिक्स हाम्रो टिभी खनाल सरको र म्युजिक दिवेन्द्र पराल सरको रहेको थियो जब तिमी साथ हुन्छौ मनमा आनन्द आउँछ तिम्रो न्यानो स्पर्शले मनमा तरङ्ग ल्याउँछ हो जब तिमी साथ हुन्छौ मनमा आनन्द आउँछ तिम्रो न्यानो स्पर्शले मनमा तरङ्ग ल्याउँछ जहाँ तिमी त्यहाँ सधैँ साथ हुन पाऊँ मर्दा पनि तिम्रो काखमा हाँसी हाँसी मर्न पाऊँ हो 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 Thank you so much.